हेलो गाइज, नमस्ते सबैजनालाई। वेलकम टु माई न्यू भ्लग। आज चाहिँ मैले सानो भिडियो लिएर आएको छु। सबैजनाले हेरेर माया गरिदिनु होला, साथ सपोर्ट गरिदिनु होला। यहाँ जङ्गलमा आएको छु अनि यहाँ बहिनी चाहिँ पुरै उयो गर्दैछ, रुखमा चढी चढी। के गरेको बहिनी? किन भाँचेको पत्ता चाहिँ? अनि हाम्रो चाहिँ यहाँ जङ्गलमा हल्का कार्यक्रम हुँदैछ। कस्तो कार्यक्रम भन्दाखेरि हजुरहरूले देख्न सक्नुहुन्छ। झ्याउ लागेर म अल्छी लागेर मर्नु लाग्यो। यहाँ शीतलमा बस्नु पर्यो। हेलो हाई, कटुवाली बहिनी यहाँ छ, हेर्न सक्नुहुनेछ। अनि साँच्ची हामी अब कहाँ गयो? बाख्रा हेरे। बाख्रा चाहिँ खालि कुदेको कुदै गर्छ किनकि यहाँतिर घाँस छैन नि त, यस्तो छ। अनि त्यही भएर बाख्रा चाहिँ कुदेको कुदै गर्छ क्या जति बेला। अनि त्यही हो, बहिनी सुतेको अरे, हेर्न सक्नुहुन्छ हजुरहरूले। म हजुरहरूलाई मेरो बस्ने ठाउँ चाहिँ यहाँ छ अनि बहिनी चाहिँ सुतेको अरे त्यहाँनिर। त्यस्तोमा सोध्नु हुँदैन, कमिलाले टोक्छ अहिले। कमिला छ। अनि यहाँ चाहिँ हाम्रो गाउँ हो, यस्तो छ, हजुरहरूले देख्न सक्नुहुन्छ। त्यही हो, जाम तर होस् यहीँ बसौँ किनकि शीतल छ नि त। उतातिर त सब यस्तो छ। अनि रुख पनि सुकेर केही छैन क्या। अनि यहाँ चाहिँ चिलाउनेको बोट रहेछ अनि यही छाता मानेर हामी चाहिँ यही बसिरहेको छौँ। खुर्सानी, नुन खुर्सानी किन? नुन खुर्सानी मात्र खान्छस्? ला, गर्मीमा नुन खुर्सानी कस्तो मिठो हुन्छ अरे बहिनीलाई फेरि। अमिलो लाएर म कस्तो काली देखिरहेछ है। जाउँ अब। बाख्रा तेर्सो गएर पर मकै बारी मात्रै हेर्छ क्या बाख्राले चाहिँ, खालि मकै बारीतिर मात्र। हामी चाहिँ अब माथि माथि जाने शीतल शीतल भएको ठाउँतिर बाख्रा हेर्दै बाख्रा चराउँदैछौँ। अब चाहिँ हामी जानुपर्छ। यो चाहिँ साँच्चै म युट्युबमा हाल्छु के। अनि हजुरहरूले लाइक कमेन्ट गरिदिनु होला है। मेरो 100 सब्सक्राइब त पुगेको छैन, भ्युज पनि आउँदैन होला सायद। जाउँ अब हाम्रो काली दिदीलाई हेर न। मलाई काली भनेको म काली छु र। आफूलाई चाहिँ कसले भनिदियोस् महारानी ज्यू। घामले डढेर काली। म चाहिँ के कराईको त्यो पिठको कालो धसेर काली भएको र। जाउँ तर यहीँ बसौँ होला हौ। ऊ माथि बडको रुखमा जाने। अब चाहिँ हामी तपाईँहरूलाई देखाउँछु किनकि यहाँ चाहिँ दाउरा काटेको छ है। यस्तो जङ्गल हो नि त, अनि जङ्गल फाडेको क्या। नाच्छ अरे बहिनी। नाचेको अरे, नाच्नु चाहिँ आउनु परेको छैन। यहाँ पनि शीतल रहेछ रहनु त। तर बाख्रा तेर्सो जानु खोज्दैछ। हामी चाहिँ उपर गएर बसौँ ढुङ्गामा। यस्तो छ बाटो चाहिँ, हेर्न सक्नुहुन्छ हजुरहरूले। कहाँदेखि जाउँ? ओ माई गड, यस्तो बाटो छ होइन। अनि चढ्नु पर्छ पुरै। यहाँ मलाई तान्न आइज। धन्दा तान्यो है यसले चाहिँ मलाई। बाख्रा चाहिँ तेर्सो जानु खोज्दैछ नि त, अनि हामी अगाडि जाने क्या। भन्दा आइज है। बहिनी छ। 100 नि पुगेको छैन, 50 पुगेको छैन।
हामी बस्छौँ ढुङ्गामा चाहिँ ढुङ्गामा आएको छौँ काली भइसक्यो अरे गर्मीले पाक्यो यस्तो छ क्या जङ्गलतिर केही घाँसै छैन अनि बाख्रा कुदै गर्छ बाख्राको पुच्छर लागेर हिँड्नुपर्छ हामी चाहिँ अनि होइन हो त सो गाइस अब चाहिँ हामी इन्ड गर्न मलाई के भन्छ भिडियो हाल्नु आएको छैन नि त फर्स्ट भिडियो हो म चाहिँ बनाउँदैछु अनि आउँदैन त्यही हो बहिनी चाहिँ त्यहाँ छ अनि फर्स्ट भिडियो भनेपछि 1 पनि सब्स्क्राइबर्स पुगेको छैन रहेछ अन्त गरिदिनु भन् न गरिदिनु होला मेरो दिदीलाई सब्स्क्राइब लाइक कमेन्ट सेयर ओके गाइस अब चाहिँ म एन्ड गर्न चाहन्छु बाइ बाइ 5 मिनेटको नि भिडियो भएन है अनि धेरै बनायो भने मेरोमा उयो हुँदैन नि त है लामो अब हेरौँ न फर्स्ट भिडियो हो नि त किनकि ल बाई सबैजनालाई